साथीहरु आज चाहिँ म अचार बनाउँदै छु। यो चाहिँ काटेको प्याज भयो अनि यो गाजर हो। यो चाहिँ उसिनेको आलु हो। अनि अब अचारलाई छोप बनाउन चाहिँ यो टिमुर राखे पहिला। अनि त्यसपछि यो चाहिँ हाम्रो पहाडको भाङ्गो हो। यसको छोप बनाउनु पर्यो नि त हैन। अनि यसलाई मजाले तताइसकेपछि मिक्सरमा पिस्दिन्छु। अनि यति भए चाहिँ यसको धेरै नै भइहाल्छ। मजाले मिक्सरमा पिसे मैले। जब यो हल्लाएर पिस्यो भने चाहिँ अलि मसिनो पिसिन्छ। आफूलाई ठिक्क कतिको चाहिन्छ अलि दरदरै भए ठिक हुन्छ। म चाहिँ दरदरै गरेर पिस्छु। अनि यो पिसिसकेपछि अब चाहिँ म त्यो तेल तताएँ अनि त्यसमा ज्वानो, जिरा, मेथी हाल्दिएँ। अनि त्यसपछि यो चाहिँ हरियो खुर्सानी पड्काएँ। अब यसमा चाहिँ म हरियो मटर पनि राख्छु। आज चाहिँ मलाई कस्तो मटरलाई अलिकति फ्राई गरेर राख्न मन लागेर फ्राई गरेँ। एकछिन फ्राई गर्छु। अनि यसैमा म बेसार हाल्छु। किनभने अगाडि तेलमा हाले त हुन्थ्यो। आज मलाई अलि मटर फ्राई गरेर हाल्न मन लागेर यसैमा मिक्स गरेँ मैले हल्दी पनि। अब यो रेडी भयो। अब यसलाई अचारमै मिक्स गरौँ। अनि अघिकै उसमा मिक्स गरेँ मैले चाहिँ मजाले। त्यो ज्वानो जिरा पनि हालेँ। अनि अघि पिसेको यो छोप पनि हाल्दिएँ मैले। यति भएपछि त पुगिहाल्यो। अचार थोरै हो, म थोरै बनाउन लाग्यो। अनि त्यसपछि कागती हाल्दिएँ। कागती चाहिँ त्यो चाहिँ फोहोर होइन है, हातबाट खसेको कागती चाहिँ। अनि यसरी तपाईँहरू हाल्नु भएको छ कि छैन? म चाहिँ प्रायः यसरी नै हाल्छु। यसलाई कागतीलाई उल्टो पारेर निचोर्यो भने यति धेरै रस आउँछ क्या। हेर्नु त यसरी निचोर्यो भने यति धेरै रस आउँछ क्या। अमिलो पिरो टक्क हैन। अनि त्यसपछि स्वादअनुसार नुन हाल्नु पर्यो। अनि आफूलाई कति चाहिन्छ नुन हाली। अनि त्यसपछि यो चाहिँ टिमुर, जिरा, धनियाँको पिसेको धुलो हो। थोरै हाल्दिएँ अघि पनि हालेको भएर। अनि यो चाहिँ हरियो धनियाँ हालेर मजाले मास्नुपर्छ यसलाई। यो आलुको चाहिँ अलिअलि बाक्लो बाक्लो आएको मनपर्छ क्या मलाई। त्यसैले यसरी मास्दैछु म चाहिँ। जति यसैले मल्यो त्यति मिठो लाग्छ। थोरै पानी हाले पनि हुन्छ, तर म यो चाहिँ आज पानी हाल्दिनँ। म यत्तिकै ठिक भइरह मलाई। यत्तिकै मिठो भइरह मलाई अहिले नै खाउँ खाउँ जस्तो लागिसक्यो। अनि लास्टमा थोरै धनियाँ राखेर माथिबाट राखेर राखिदिन्छु। त्यसपछि खानालाई रेडी।